हामी आज रानीमहल गएर राफ्टिङ गरेर रमाइलो गर्ने विचार गरेको छु। हेरौँ कतिको रमाइलो हुन्छ हेरौँ। कति चिसो चाहने हो त्यो कुनै मन छैन दिदीको मुखबाट गाइस निस्किसक्यो कस्तो छ सेलरोटी आतु बोले पनि टमाटर टोनीलाई भात खानु छ। खाऊ गाडी लड्दैछ अरे कसले गट्टु गयो अब खालि चप पोडामा तातो टन्न भयो दिदी टन्न भयो आदित्य आर्मीहरूको मात्र ए पुरै आर्मीको पण्डितदेखि लिएर सबै आर्मी भगवती मन्दिर बनाएकै उनीहरू बच्चाहरू पढाउने हो। थ्याङ्क यू म्युजियम यहाँ रहेछ म्युजियम पेन्टिङ होला है त्यो ट्रेडिसनल होम कति राम्रो म त भिडियो नै मादल बाँसुरी सारङ्गे सबै भुलेको नि यस्तो के डोको होला एकै यो के डोली जस्तो है बिरामी बोक्ने बिरामी ब्याम्बू बास्केट कुखुरा र चल्ला राख्न प्रयोग गरिने अन्न राख्न प्रयोग गरिने वुडन काठको बेल्चा यो क्यारिङ ब्याग नुन बोक्ने ब्याग
अहिले पनि चल्छ नि हजार यो रि1 मात्र छैन होला रि1 1000 कहाँको नोट हो यस्तो नोट यहाँ छ कि छैन पहिला पहिलाको 10 रुपियाँको नोट पनि रहेछ ए के हो नि यो के टाइपराइटर के भन्छ मिस्टेक हाम्रो के भन्छ र आदित्य कोरेर बनाएको है ड्रेसहरू बच्चाको लुगा होला यो छोरीले लगाउने कपडा हेर्छ क्या यो फुल त्यो जान त्यो स्पेसल रहेछ क्या भात खुवाइमा लगाउने यो कपडा यो के अरे बोराको जस्तो जुटहरू होला better of the curry and the ghee के यो खाने के अनि यो के हो त यो मन्दिरको छानाको मन्दिरको छाना हजुर हातैको हो त्यो ए सिक्री जस्तो है मान्छेको आर्टहरू चस्मा हेर्न युज हुने रहेछ कति अल्झेपछि बल्ल बल्ल पुग्यो यहाँ सबै लुगाहरू खाँचेको चाँदी हुने डिनर प्लेटर यहाँ माछा मार्ने के भन्छ माछा दरियाहरू के माछा मार्ने सामान दरियाहरू हेल्का हेक्का जरिया
राति राति यो मान्छे उठ्छ होला जस्तै पहिलाको सती प्रथा होइन पहिला सती प्रथा त हस्बेन्डसँग वाइफ पनि चलाउनु पर्ने अनि यो के हो यो चाहिँ र दौरा सुरुवाल क्षेत्रीको लुगाहरू सबै ड्रेसहरू छेत्रीहरूको खुकुरी पहिलो हतियार हेर्नुहोस् है पहिलाको हतियार सबै आराहरू बन्दुकहरू चाहिँ यो बन्दुक असली हो र 80 रुपैयाँ ओहो हेरेको यही दरबार हो है हामी आएको पाल्पा हामी यहीँभित्र कान्छे नगरपालिका भवन अनि अमर नारायण मन्दिर यो के पुल कहाँ छ र यो पुल रामदी पुल गरे यो रामदी पुल गरे यत्रो ठुलो कहाँ रानी म यत्रो यस्तै थियो कि पहिला ए अहिले पुरै वाइट गरिदियो है सक्यो पार